So guys, हेर्नु है guys, welcome back to our YouTube channel. So आज चाहिँ हामी भाइटिकाको यो बनाउँदै हो हैन यो सबै होममेड हो है होममेड यो सबै फ्रेम होममेड हो अनि रिटर्न चाहिँ ह्यान्डमेड कृति है यो मैले लेखेको चाहिँ यो कृति यो आइडिया कन्सेप्ट कलरमा लाउनु पर्छ यो सबै दुर्गा भिनाजु यो सबै हाम्रो ठुलो भिनाजुलाई डेडिकेट गर्नुपर्छ भिनाजुले बनाएर पठाइदिनु भयो तर खतरा टाँसिँदो रहेछ त कलर नि है अझ गम्बावे खतरा हजुरहरु पनि कसैलाई यस्तो प्रब्लम पर्यो भने यस्तो त्यहाँ हैन यहाँ कलर हेर्नु होला कलरले नै यस्तो हुँदो रहेछ नै भन्दै रहेछ दिदीले हैन हुनु पर्छ त्यही त भने या फेरि छिट हाल्नु ल हेर्नु गाजी जत नाइ हुन्छ नि जत चिचाउने खतरा चिचाउने ए त सुन्दैन ति भने चिचाउने ल गाइजहरु फेरि है गाइजहरु लाटुम त्यो अघिको झरी जारे के या ठुला पनि चिचन रहेछ सँगसँगै यहाँ चुर्मु गम नभएर यस्तो आइडिया लगाएको क्या हामीले क्रेडिट चाहिँ जेठी दिदी र जेठी भिनाजुले जान्छ ठुलो होइन बनाउनमा हात पनि छ तपाईँहरूले हेरिसक्नु भएको छ साथीहरू सो हामीले चाहिँ यहाँनिर हामी यो पनि मिलाएको तपाईँहरूले देखाउनै बिर्सेछौँ हेर्नुहोस् त यहाँ चाहिँ पक्ने म सोध्छु र दिदीले यहाँ चाहिँ को बोलाउँछ होइन यो चाहिँ हाम्रो बाबाले बनाउनु भएको हाम्रो सिग्नेचर पनि छ यो पनि अनि यो पनि होला सायद दिस इज अल्सो हाम्रो बाबाले बनाउनु भएको छ अझै टिका लेखिँदैछ अघि भाइ लिएर होइन हेर्न सक्नुहुन्छ साथीहरू फेरि एउटा कुरा हामीले यो गमले टाँसेको होइन है दिदी गमै सर्टेज गम सर्टेज भएको होइन गम सर्टेज होइन हाम्रो घरमा चाहिँ सर्टेज भएको अवस्थाले अहिले चाहिँ हामीले यसले नै टाँस्दैछौँ साथीहरू मलाई थाहा भइसक्यो कि यहाँ टिका कसले लाउने यहाँ चाहिँ अनुभव र आकांक्षा मतलब छोराछोरीले लाउँछन् अनि यहाँ चाहिँ हामी 5 जना दिदीबहिनीले हाम्रो भाइलाई टिका लगाइदिन्छौँ दिस इज सो लाइक हाम्रो चाहिँ यो डेकोरेट यतिको चाहिँ भइसक्यो होइन अनि यहाँ आउँदैछ म हजुरहरूलाई तलको पनि यसरी हामी घरमा त यति नै हो मान्छेहरू 5 दिदीबहिनीहरू यति नै हो होइन ठुला पनि उता के अरे घर जानु भएको छ ठुलोहरू आउनुहुन्छ टिका लगाइदिन सो म तपाईँहरू तलतिर पनि देखाउँछु न यो चाहिँ मेरो दिदीको फर्स्ट भ्लगै हुन्छ होला सायद साथीहरू होइन किचनमा के पाक्यो पक्कै पनि चिकनै हुनुपर्छ होइन दिस इज चिकन दाल भात अनि त्यसपछि राजमा नै पाकेको जस्तो लागेको थियो सो यहाँ यो भ्लगको ओनर चाहिँ उहाँ नै हो होइन हाम्रो ओनर दिदी मेकअप उहाँले पनि अहिले मेरो गरिदिनुहुन्छ कपाल अलिकति म चाहिँ कस्तो वेबी टाइपको पछाडि पनि थोरै कल त गर्ने हो दिदीलाई बनाउनु पर्छ यसको लागि मैले यतिको चाहिँ त्यो भ्लग यो च्यानल त मेरो होइन त साथीहरू यो च्यानल मेरो होइन त्यही भएर म किन बोलिरहेको छु किनकि यो मेरो दिदीको च्यानल भइसकेपछि अफकोर्स उसको बहिनी नआउने भने हुँदैन माथिको फेरि गाइज अब अघिको तपाईँहरूले हेर्नु नै भयो रमाइलो पछि चाहिँ हामी रेडी भएर आइसकेको छौँ सबैजना यहाँ रेडी हुनु भइसकेको छ अब अहिले एकदमै हतार छ त्यही भएर कति देखाउन पाइरहेको छैनौँ हामीले हाम्रो यो मेकअपले गरेर हतार भयो सो अब चाहिँ हामी हाम्रो काम सुरु गर्नेछौँ हेर्दै गर्नु होला कस्तो देखा अनु इज सो एङ्ग्री आई डोन्ट नो वाइ एङ्ग्री is angry man. अब
गाइस म चाहिँ यहाँ के समात्नु सो गाइज म चाहिँ भात पकाएको थिएन त्यही भएर खाना पकाउन आएको छु पछाडि ढिलो भयो कि गाइजहरू त त्यही भएर अहिले पो याद आयो कि खाना पकालेकै छैन म त माइ गड एकछिन त सफ्ट भइरह सो के स्मेल आइरह यो 4 स्मेल आइरह होला 4 पनि बाहिर लगेर खानु पनि गोड मसालेको फोर लिने आयो क्या यतिखेर फोर लिने आयो भने त पठाइदिन्छु म अहिले तालो तुलमा फोर लिने मान्छे यार आफ्नो काम बेसी त हुन्छ आजको दिन होइन अब भोलि दिन आयो भने कुरा अलग हो कि आज दिन आएछ भने थिएमा डक गाइज यति म व्यस्त यति यो लेभलसम्मको बिजी छु नि तपाईँ मैले एक्सप्लेन कसरी गर्नु कि भयो गाइज इट्स डिस्कस टाइम होइन टिका अलिकति यताउता भएछ इफ मेरो पनि बिग्रियो भने के भयो भोक लाग्यो अब त मेट्नु हुँदैन भाइ एकचोटि लाइसेन्स बाङको लाग्नेको झन् भाग्यमा अब यसको पालामा चुड्यो लगाइहाल ड्याम लगाइदिए दिदी तपाईँ खुसी हुनुभएछ हामी पनि बाङको नै हुन्छ अब किन खुसी भएर बस्छ भने अहिले म यसरी समात्छु अनि के अन्दाजले ला नि ढ्याप कस्तो मजा ढ्याप ल दिदी मिलाएर ल त लाउनु भएको छ दिदीहरू लिन जानु लागेको हामी चाहिँ दिदीहरू आउनुभयो हेलो गरिदिनु न खोइ त यो चाबी त ए यस्तो रहेछ को हो होइन कि भ्लग बनाएर हो ल आमा दिदी ल भाग्यमा आउनु झोला ल बोक्नुहोस् बोक्नुहोस् आउनुहोस् आउनु न दिदीहरू पनि आइपुग्नु भयो हामी पनि टिका लगाएर भ्याइयो तालचा त लाउनु नपर्ला नि अब गाइजहरू माथि नै जाने होइन त सरसरी दिदी ल माथि नै दिदी आउनुभयो गोले बाबा आउनु भइरहेको त सँगै गाइज हामीहरूले खानासाना खाएर बसेको अब दिदीहरू चाहिँ चौकीटोल जानु लाग्नु भएको छ दिदी पनि चौकीटोल जानु लाग्नु भएको छ अब हामी चाहिँ न्युरेनी जानु लागेको अनि न्युरेनी गएर आएर भाँडासाडा माझेर हजुर आएर भाँडा माझ्नु न कि भाँडा माझेर जाने के आएर चाहिँ आनन्दले बस्ने ल हुन्छ ल भाँडा माझेर